नमस्ते। नमस्ते। स्वागत छ तपाईलाई हाम्रो थाङ्का पेन्टिङ च्यानलको पोडकास्टमा। हजुरलाई पनि नमस्ते। हजुरलाई पनि धन्यवाद। सबैभन्दा पहिला तपाईको परिचयबाट नै सुरु गरौँ। तपाईको नाम र प्रोफेसन पेसाको बारेमा केही कुरा भन्नुहोस्। मेरो नाम चाहिँ पार्देल लामा हो। म थाङ्का पेसा गरेको चाहिँ लगभग 30 वर्ष जति भयो। 30 वर्षको अनुभवमा चाहिँ थाङ्का पेसा भनेको चाहिँ तपाईँको यो कस्तो रहेछ भने यो बुद्धिज्ममा पर्दो रहेछ। यो बुद्धिज्ममा परेको हुनाले यो थाङ्का चाहिँ तपाईँको यो थाङ्का चित्रकला भनेको चाहिँ एउटा थाङ्का भनेको टिप्टिन भाषा हो। चित्रकला भनेको चाहिँ यो हाम्रो नेपाली भाषा भनौँ न, एउटा नेपालमा चलेको भाषामा चाहिँ चित्रकला भन्दो रहेछ। यसको चाहिँ तपाईँको यो थाङ्का भनेको चाहिँ तिब्बतबाट चाहिँ सुरु भएको रहेछ। यो कसरी किन भयो भनेको प्रश्नमा चाहिँ यो अब मलाई पनि त्यति सबै कुरा चाहिँ मलाई पनि तथ्याङ्क त थाहा छैन। अब यो मैले बुझेको अनुसारले चाहिँ लामा अब छेउको भाषाहरूमा चाहिँ तपाईँको थाङ्का भनेको चाहिँ तपाईँको एउटा चित्रकलामा पहिले चाहिँ तपाईँको एउटा देवताको रूपमा लियो भने, देवता बुद्धिज्मको धर्म प्रचारको लागि लियो भने अहिले चाहिँ व्यवसाय रूपमा लिएको हुनाले यसलाई चित्रकला भनेको हो। पहिले चाहिँ तपाईँको तिब्बतमा सुरु हुने बेलामा चाहिँ अब मूर्तिलाई चाहिँ बुद्ध भगवान्ले चाहिँ के भन्नुभएको रहेछ भने तपाईँको यो मूर्तिलाई चाहिँ हामी कहिले पनि दर्शन नगर्नु, मूर्तिलाई पूजा नगर्नु भनेको रहेछ। अनि फेरि पछि के आयो भने यो प्रचार गर्नको लागि त एउटा मूर्ति त बनाउनै पऱ्यो। त्यो बुद्धिज्म प्रचार गर्नको लागि त मूर्ति नभए प्रचारै नहुने भयो। त्यसैको लागि चाहिँ तपाईँको यो थाङ्का चित्रकला भनेको रहेछ। त्यसैले अनि तपाईँको एउटा व्यवसायको रूपमा लियो र अब यो देश विदेश परदेश सबैमा जाने भयो। यो विश्वभरिमा फैलाउनको लागि चाहिँ थाङ्का चित्रकला चाहिँ तपाईँको एउटा व्यवसायको रूपमा लिएको रहेछ। मैले जानेको बुझेको चाहिँ यही हो। अनि अर्को कुरा चाहिँ थाङ्का चित्रकलाको अवधारणा पहिलोपटक कहाँबाट उत्पत्ति भएको होला? यो चाहिँ तिब्बतमै सुरु भएको हो। जब बुद्ध विश्वमा आउनुभयो, विश्व शान्तिको लागि आउनुभयो, त्यसपछि उहाँले चाहिँ यो उहाँ आउनुभयो र परिनिर्माण भइसकेपछि अनि थाङ्काको सुरुवात भएको हो तिब्बतबाटै भनेर बुझिन्छ। हजुर। अनि यसको विकासक्रम चाहिँ कसरी सुरुवात भयो? त्यो उत्पत्तिदेखि अहिलेसम्मको विकासक्रमहरू कसरी विकास भयो? यसको चाहिँ अब यसको बुद्ध विश्वमा आउनुभयो विश्व शान्तिको लागि। तपाईँको यो चाहिँ क्रोध, डाह, रिस यी 4-5वटा शिरको लागि चाहिँ उहाँले विश्व शान्तिको लागि चाहिँ उहाँ आउनुभयो। त्यसपछि थाङ्का अब उहाँ परिनिर्माण भइसकेपछि थाङ्का चित्रकला सम्बन्धी चाहिँ अब बुद्धिज्म प्रचार गर्नको लागि चाहिँ उहाँ थाङ्काको निर्माण गर्नुभयो। गुरुहरूले, आचार्य मूर्छाहरूले गर्नुभयो। त्यसपछि प्रचार भइसकेपछि तपाईँको अहिले चाहिँ त्यसपछि चाहिँ अब यो थाङ्काको विषयमा चाहिँ अब थाङ्का भनेको चाहिँ विश्वभरि फैलाउनको लागि चाहिँ तपाईँको अब तपाईँ जन्मिनुभयो, जन्मिएपछि एउटा देवताको रूप लिएर आएको हुन्छ। देवताको आफ्नो कुन देवताबाट जन्मिनु भएको, कुन अब भनौँ जस्तै अब फल्ना बाबुको छोरा भनेर जस्तै हो भनौँ न। तपाईँ अब कुनै एउटा बाबुको नाम नलिकन आमाको नाम लिकन त छोरछोरी हुँदैन हो। त्यस्तै हाम्रो पनि अब एउटा इष्टदेव हुन्छ, इष्टदेवको लागि थाङ्का लेखेको हुन्छ। त्यो थाङ्का चित्रकला चाहिँ अब बुद्धिज्मबाटै आएको हो। यो पनि बुद्धिज्मबाट चाहिँ यसरी हाम्रो चाहिँ प्रचार हुन्छ। प्रचार गर्नको लागि चाहिँ अब तपाईँको नामको लागि चाहिँ इष्टदेव भनेर चाहिँ विश्वमा फैलियो। इष्टदेवमा पूजा गर्न मिल्छ, हामीले पूजा गर्नुपर्छ भनेर चाहिँ आफ्नो इष्टदेव पूजा गर्नको लागि चाहिँ थाङ्काको विकास भएको छ, विश्वभरि फैलिएको छ। मैले जानेको बुझेको चाहिँ यो हो। हजुर। अनि यो थाङ्का चित्रकलाले तिब्बती बौद्ध धर्मको धार्मिक र सांस्कृतिक पहिचानलाई कसरी व्यक्त गर्दछ? यसको विषयमा चाहिँ लागि चाहिँ तपाईँको यसमा चाहिँ मलाई पनि सबै कुरो चाहिँ तथ्याङ्क थाहा छैन। त्यो बुद्धिज्ममै शाक्यमुनि बुद्ध जब विश्वमा आउनुभयो उहाँदेखि नै उहाँले चाहिँ अब तिब्बतदेखि विश्वभरि नै फैलिएको कारणले गर्दाखेरि उहाँ धर्म समृद्धि गर्नका लागि चाहिँ उहाँले शान्ति होस् भनेर चाहिँ तिब्बत नेपालमै भन्दा अलिकति फरक हिसाबले मानिन्छ। नेपाल, चाइना,
तिब्बत र चाइना त उस्तो हो एउटै हो। हजुर, हजुर। पछि अब चाइनाबाट उ भएको हो। हजुर नेपाल, चाइना, जस्तै भारत अनि ताइवान, यो विश्वभरि नै सबै देश त मलाई पनि त्यति थाहा छैन, विश्वभरि नै फैलिएको छ। त्यही अनुसारले आफ्नो देश अनुसारले धर्म मानिन्छ। तिब्बतमा पनि त्यो आफ्नो संस्कृति परम्परा अनि यो अनुसारले। थाङ्गा चित्रकलालाई तपाईँहरूको धर्ममा अनि यो संस्कृतिमा कसरी यसलाई चलाइएको छ त, युज गरिएको छ? हामीले भनौँ न बुद्धिज्म भनेको चाहिँ तपाईँको कुनै पनि व्यक्ति हुँदैन है फेरि। हजुर धर्म जात जाति क्षेत्रीय बाहुन कामी तपाईँ कुनै पनि यसमा रिस्क लिएको हुँदैन। हाम्रो हजुर। धर्मले चाहिँ जाति त हेर्दैन, भेदभाव गर्ने भेदभाव गर्दैन। गर्दैन। त्यही अनुसारले अनि बुद्धिज्मले चाहिँ भनेको अनुसारले चाहिँ हामीले चाहिँ कुनै पनि भेदभाव नगरेको कारणले आफ्नै परम्परा अनुसार भनौँ न, नेवारको बुद्धिज्म अलिक फरक तरिकाले मान्छौँ भने, हामी तामाङ संस्कारले अलिकति फरकले मान्छौँ भने, हामी लामा गुरुहरूले मान्ने संस्कार अलिकति फरक तरिकाले मानिन्छ यसमा। र अहिले चाहिँ किनभने पहिले त सबै टिप्टिन अक्षर टिप्टिन भाषा नबुझेको कारणले गर्दाखेरि अलिकति गाह्रो थियो। अहिले चाहिँ सबै नेपाली च्यानलहरूमा सबै तिब्बत भाषालाई पनि नेपालीमा उल्टो निकालेर अहिले चाहिँ मोर्चे आचार्यहरूले चाहिँ लोकेनहरूले चाहिँ अलिकति नेपाली भाषामा निकालेको कारणले चाहिँ हाम्रो लामा गुरु र हाम्रो तामाङ संस्कारमा चाहिँ एउटै पहिचान रूपले एउटै दर्शन रूपले मान्नुपर्ने रहेछ भनेर चाहिँ जनाएको कारणले गर्दाखेरि अहिले लगभग बराबर जस्तै उस्तै तरिकाले मनाइन्छ। अनि मैले एउटा कुरा के सुनेको छु भने, तपाईँहरूको कुनै व्यक्ति बित्नु भयो भने उहाँको सम्झना स्वरूप थाङ्गालाई घरमा राखेर पूजा आरती गर्ने भन्ने पनि कुरा सुनेको छु। त्यो कुरा साँच्चीकै हो कि? यो कुरा चाहिँ साँच्ची नै हो। हाम्रो चाहिँ नाममा चाहिँ किन अब घ्यावा गर्ने, हाम्रो धुन्ज्यो भन्छ, घ्यावा धुन्ज्यो भन्छ। धुन्ज्योको अगाडि चाहिँ हामी राखेर चाहिँ किन चाहिँ अब तपाईँको किन अब थाङ्गा राखेर घ्यावै गर्नुपर्छ भन्ने कारणहरू चाहिँ किनभने बुद्धिज्ममा चाहिँ के भनेको छ भने, तपाईँको कुनै पनि हामीले त बुद्धिज्ममा चाहिँ के भनेको छ भने, बुद्धले चाहिँ हामीलाई मूर्तिमा दर्शन नगर्नु भनेको छ होइन त, मूर्तिले पूजा नगर्नु भनेको छ। किनभने अहिले चाहिँ संस्कारमा के आयो भने, हामीले बुद्धिज्म प्रचार गर्नको लागि प्रचार गर्ने त सम्भव छैन। बिना मूर्ति बिना थाङ्गा त प्रचार सम्भवै छैन। त्यसैको कारणले गर्दाखेरि हामीले मर्ने, हाम्रो बाउ आमा पिता छोराछोरी कुनै पनि बित्नु भयो भने हाम्रो लामा गुरुहरू ल्याएर हाम्रो बुद्ध धर्म संस्कार अनुसार हामी थाङ्गा ल्याएर, थाङ्गा अगाडि पछाडि थाङ्गाहरू राखेर, गुम्बो छोड्देनहरू भनौँ न केही पूजाहरू बनाएर लामा संस्कार अनुसारले के गर्नुपर्ने सबै चिजहरू जम्मा बनाएर, तोर्मा सोर्माहरू बनाएर, अब लामाको सामानहरू बाजाहरू बजाएर त्यो गरिन्छ। त्यो थाङ्गा राखेको कारण चाहिँ किनभने तपाईँको स्वयं बुद्ध भगवान आएर बसेको जस्तो अनुभव। जस्तै आफ्नो इष्टदेवहरू, आफ्नो इष्टदेव चेङ्ग्रिसी होला, होगमे होला, चेङ्ग्रिसी होला, बुद्ध होला, ग्रिन तारा होला, त्यो स्वयं आएर उहाँ बस्नु भएको देखोस्, स्वयं उसको सम्झनामा चाहिँ उहाँको भनौँ न लाम बस्नु भएको छ, उहाँ स्वयं आएर बस्नु भएको जस्तो अनुभव होस् भनेर चाहिँ थाङ्गा राखेको हुन्छ। ए हजुर, हाम्रो संस्कारमा त्यो छ। हजुर, अब अन्तिममा एउटा प्रश्न तपाईँलाई, थाङ्गा कला कहिल्यै नदेखेको वा अध्ययन नगरेको व्यक्तिलाई तपाईँ कसरी यो चित्रित थाङ्गाको परिचय गराउनुहुन्छ? यो थाङ्गा चित्रकलालाई कसरी परिचय गराउनुहुन्छ एउटा नयाँ मान्छेलाई? अब भनौँ न, अब थाङ्गा कहिले नदेख्ने, अब कहिले नदेख्ने थाङ्गा भनेको नामै नसुन्नेहरूले चाहिँ हामी एक्कासी आउनुहुन्छ, उहाँहरू हेर्नुहुन्छ होइन। थाङ्गा भनेको बुद्धिज्ममा चाहिँ तपाईँको हाम्रो मैले पनि बुद्धिज्मले धेरै अध्ययन त गरेको छैन, किनभने पढाइ अलिकति थोरै भएको कारणले हामीले त्यति अध्ययन त गरेको छैन। टिप्टिन भाषामा चाहिँ पढेको छ, टिप्टिन भाषा हामीले पुरै नबुझेको कारणले गर्दाखेरि अहिले बुझेको अनुसारले 30 वर्षको अनुभव, थाङ्गा लेखेको अनुभवका कारणले गर्दाखेरि चाहिँ तपाईँको कहिले नदेख्नेहरूले चाहिँ हामी एउटा व्यवसायको रूपमा बुझाइन्छ र एउटा बुद्धिज्मको हिसाबले पनि बुझाइन्छ। बुद्धिज्म भनेको यस्तो हो, हाम्रो धर्म भनेको यस्तो हो। र हजुर, हामी एउटा व्यवसायमा हामीले यति सिप जान्यो भने हामीलाई यसरी फाइदा हुन्छ, यति घर व्यवसाय चलाइन्छ। यो थाङ्गा लेख्यो भने तपाईँको विश्वभरि फैलिन्छ, विश्वभरि फैलिएपछि हाम्रो धर्म प्रचार हुने भयो, शान्ति विश्व शान्ति हुने भयो, त्यसरी पनि बुझाइन्छ। र
अनि एउटा रोजगारी पनि भयो, रोजगारीको रूपले पनि व्यवसाय गरेको छ अहिले थाङ्गामा। हजुर अब एउटा पेसा पनि हो, हजुर रोजीरोटी पनि हो। त्यसैको कारणले गर्दाखेरि अब आफूले लेखेर आफूले यो काम गरेर आफू सक्छ भने आफू घरमा लगेर पूजा पनि गर्न सकिन्छ। आफ्नो इष्टदेवहरूलाई हजुर सङ्घीय कुञ्जुसम भन्छ, तिनवटा देवताहरूलाई पूजा गर्न पनि सकिन्छ, इष्टदेवहरू पनि पूजा गरिन्छ। त्यो तीनवटा देवताहरूको नाम एउटा सङ्घीय भैपमी, हजुर फापाचेङ ऋषि, पद्मसम्भव गुरुदेव मूर्छे हजुर उहाँहरू, अनि एउटा बुद्ध हजुर बुद्ध र गौतम वैपमी बुद्ध। वैपमी र बुद्ध भनेको एउटै हो। फेरि बुद्धलाई चाहिँ वैपमी नै भनिन्छ। एउटा अब तपाईँको एउटा रातो कुदो फेस हुने, एउटा पालो फेस हुने देउता एउटै हो, बुद्ध नै हो। त्यसरी बुझाइन्छ। हजुर हजुरले समय दिनुभएकोमा धन्यवाद। हजुरलाई पनि धन्यवाद। अनि हजुरसँग पछि पछि पनि यस्तै पोडकास्ट गरौँला। हुन्छ। अनि हजुरलाई यो कार्यक्रममा प्रस्तुत हुनु भएकोमा धेरै धेरै धन्यवाद। अब जानी नजानी बोलेको छ, यसमा अब कुनै गल्ती होला होइन। हजुर अब सबै ज्ञान प्राप्त हुँदैन मान्छेसँग। हजुर अब सबै चिज सबै बुझेर गरेको हुँदैन। अब कुनै ठाउँमा गल्ती होला, गल्तीमा यसो सुधारेर सुन्नु होला। हस् त धन्यवाद। हस् धन्यवाद। आजको यो पोडकास्ट यहीँ समाप्त गर्छौँ। पछि फेरि हामी अरू पोडकास्टहरू ल्याउनेछौँ। धन्यवाद।